हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि नमस्ते अनि फेप्लो। र अहिले चाहिँ म के गर्न आँटेको भन्दाखेरि चाहिँ हेयर कलर गर्न आँटेको होइन। अन्त देख्न सक्नुहुनेछ म चाहिँ हेयर कलर स्टार्ट गरेको अब। र तपाईँहरूलाई पनि हेयर कलर गर्नु मनपर्छ भनेदेखिलाई चाहिँ यो स्टेप फलो गर्नु होला, राम्रो कलर हुन्छ र यति गर्नुहोस् होला। र मैले चाहिँ हेयर कलर गरेर एकपट्टिको चाहिँ सक्न आँटेँ होइन साथीहरू, देख्न सक्नुहुनेछ। एकपट्टिको चाहिँ मैले सकेँ र तपाईँले पनि यसरी नै गर्नुभयो भने चाहिँ सजिलो हुन्छ। र म चाहिँ अब चाहिँ मुख धुन आँटेको, किनकि म चाहिँ बिहान भर्खर उठेको नि त। सबै कामसाम सकेर चाहिँ सबै फाल्तु कामहरू डल्लै सकेर चाहिँ भर्खर मुख धुँदैछु। अनि मुख धोएर ब्रस पनि गरेँ होइन साथीहरू, र देख्न सक्नुहुनेछ। अब चाहिँ मैले सनस्क्रिन लगाएँ होइन साथीहरू। चाहिँ त्यस्तो बेसी गर्न बसेको चाहिँ त्यस्तो क्रिम लाउँदिनँ, फाल्तु अहिले चाहिँ लाउनु छोडेको। म चाहिँ फेरि एउटै प्रोडक्ट लाउँदिनँ, मिक्स लगाउने गर्छु नि त। सबै ट्राई गर्छु, म चाहिँ त्यो एउटै प्रोडक्ट मात्रै युज कहिले गर्दिनँ होइन साथीहरू, देख्न सक्नुहुनेछ। अन्त चाहिँ तपाईँलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। मलाई चाहिँ नि साथीहरू अब हुन्छ नि, अब नहिँड्दै गरेपछि चाहिँ नि घरमै बसे पनि कहीँ नगए पनि घरमै बसे पनि, तर मलाई चाहिँ अब नुहाइसकेपछि चाहिँ हल्का मेकअप गर्नु पनि किन मनपर्छ, फेरि नको जस्तो फिलै हुँदैन नि त क्या। चाहिँ नुहाएपछि मेकअपहरू गरेन भने चाहिँ नको जस्तो फिल नै हुँदैन, त्यही भएर मैले चाहिँ हल्का मेकअप पनि गरिदिएँ होइन साथीहरू। अन्त यो हेयर कलर गर्दाखेरि चाहिँ तपाईँले सुक्खा कपाल नभन्दा पनि हल्का पानी लगाएर या तेल लगाएर पनि गर्दा हुन्छ। मैले चाहिँ तेल लगाएर गरेको, किनकि मैले चाहिँ बेलुकै कपाल धोएको थिएँ नि त। अन्त बिहानखेरि फेरि कपाल धुनु त जाँगर चल्थेन, जाडो थियो, त्यसले गर्दाखेरि मैले चाहिँ हल्का ओइल लगाएर गरेको। तपाईँले चाहिँ हल्का पानी लगाएर गर्नु सक्नुहुन्छ। पानी लगाएर गरे चाहिँ मजाले बस्छ, अझै मजाले। र देख्न सक्नुहुनेछ फाइनली मेरो हेयर कलर भइसकेको छ है। मेरो चाहिँ यस्तो बसेको छ, म चाहिँ बेसी राखिनँ, 1 आवर्स मात्रै राखेँ हेयर कलर चाहिँ। र देख्नुहुनेछ यस्तो भएको छ मेरो हेयर कलर चाहिँ, मजाको भएको छ। सो बाइ बाइ, आजको भिडियो चाहिँ यति नै हो।